बिहानको पहिलो घण्टीसँगै विद्यालयको प्राङ्गणमा उत्साहको वातावरण सिर्जना भएको छ। छात्र छात्राहरू अनुशासित पंक्तिमा उभिएर मतदान गर्ने पर्खाइमा छन्। यता निर्वाचन समितिका सदस्यहरूले अन्तिम तयारी गरिरहेका थिए। हरेक शैक्षिक सत्रमा विद्यार्थी जीवनको एउटा महत्त्वपूर्ण पाटो हुन्छ नेतृत्व चयन। यो दृश्य पनि श्री जालपा आधारभूत विद्यालय रियाङ थर्पुको लोकतान्त्रिक प्रक्रिया मार्फत विद्यालय कप्तानको नेतृत्व चयनका लागि गरिएको निर्वाचनको हो। यसले विद्यार्थीहरूमा नेतृत्व क्षमता विकास गर्न र उनीहरूलाई जिम्मेवारी बोध गराउन मद्दत पुर्याउँछ। यो वर्ष स्कुल कप्तानका लागि 4 जना विद्यार्थीहरूले आफ्ना दावेदारी प्रस्तुत गरे। कक्षा 8बाट अर्चना राई र सुस्मिता पोखरेल, कक्षा 7बाट प्रज्वल मगर र कक्षा 6बाट प्रज्वल थापा। उम्मेदवारहरू आफूलाई किन मतदान गर्नुपर्ने त्यो बारे सोध्दा यसरी प्रश्न पार्दथे। अर्चना राई श्री जालपा आधारभूत विद्यालय रियाङ थर्पुको स्कुल क्याप्टेनको छनौटमा म उम्मेदवार रहेकी छु र मेरो स्कुल क्याप्टेन हुनेको प्रमुख उद्देश्य भनेको विद्यार्थीको एकता, अनुशासन र सकारात्मक सोचको विकास गर्नु नै मेरो प्रमुख कार्य हो। नमस्कार, म सुस्मिता पोखरेल श्री जालपा आधारभूत विद्यालयको स्कुल क्याप्टेन हुनु भनेको केवल पद लिनु मात्रै होइन, म अरू विद्यार्थीलाई एकजुट भएर सकारात्मक वातावरण बनाउन सक्षम छु। नमस्कार, म प्रज्वल मगर श्री जालपा आबी रियाङ थर्पुको स्कुल क्याप्टेनको उम्मेदवार। म स्कुल क्याप्टेन बन्न चाहन्छु ताकि म विद्यार्थीहरूको आवाज शिक्षकसम्म पुर्याउन, अनुशासन सद्भाव कायम राख्न र विद्यालयको हरेक क्षेत्रमा सकारात्मक योगदान पुर्याउन सकु। धन्यवाद। मलाई सबैले मलाई भोट दिनु होला। नमस्कार, म प्रज्वल थापा श्री जालपा आधारभूत विद्यालयको स्कुल क्याप्टेन उम्मेदवार। म स्कुल क्याप्टेन बन्न चाहन्छु किनभने म नेतृत्वदायी जिम्मेवारी सम्हाल्न सक्षम छु र विद्यार्थीहरूको आवाजलाई विद्यालय प्रशासन समक्ष पुर्याउन पुल बन्न चाहन्छु। म सबै विद्यार्थीहरूको भावना बुझ्ने र उनीहरूको समाधानका लागि पहल गर्न सक्ने आत्मबल राख्दछु। धन्यवाद। विद्यार्थीहरूले आफ्ना स्कुल कप्तानको चुनावमा उत्साहजनक ढङ्गले मतदानमा भाग लिए। स्कुल क्याप्टेनको निर्वाचनमा मतदान गर्न कोही छुट्नु भएको छ भने छिटोभन्दा छिटो मतदान केन्द्रभित्र प्रवेश गर्नको लागि हामी सूचना जारी गर्छौँ। अब हाम्रो समय सकिनै आँटेको छ। कोही मतदानमा छुट्नु भएको छ भने यथाशीघ्र मतदान केन्द्रभित्र प्रवेश गर्न म हार्दिक अनुरोध गर्दछु। विद्यालय रियाङ थर्पुको विद्यालय तथा स्कुल क्याप्टेनको निर्वाचनको मतदान कार्य को तोकिएको समय समाप्त भएको जानकारी गराउँदछु। धन्यवाद। निर्वाचन आयोग। मतदानको कार्य सकिए पश्चात मतगणनाको कार्य सुचारू हुन्छ। शिक्षकहरू, विद्यार्थी प्रतिनिधि र निर्वाचन समितिको उपस्थितिमा मतगणना हुन्छ। विद्यालय रियाङ थर्पुमा स्कुल क्याप्टेनको छनौटको लागि सम्पन्न भएको निर्वाचनको मतगणनाको कार्य सुचारू हुन लागिरहेको छ। तसर्थ सबै उम्मेदवारहरूलाई आफ्नो एक जना प्रतिनिधि सहित मतगणना कार्यमा सहभागी हुन सूचित गरिन्छ। निर्वाचन आयोग श्री जालपा आधारभूत विद्यालय रियाङ थर्पु। मत गन्दै जाँदा बीचमा प्राप्त मतको अपडेट पनि गर्ने गरिन्छ। अर्चना राई सिंह चुनाव चिन्ह भएको 13 मत प्राप्त भएको छ। त्यस्तै सुस्मिता पोखरेलको सुगा चिन्हमा 9
मत प्राप्त भएको छ भने प्रज्वल थापा खरायो चिन्हको 1 मत प्राप्त भएको कुरा जानकारी गराउँछौँ। अब हामी फेरि मतगणनालाई निरन्तरता दिनेछौँ। मतगणनाको कार्य सकिएपछि चुनावमा सबैभन्दा बढी मत ल्याउने उम्मेद्वारलाई विजयी घोषणा गरिन्छ। मतगणना अनुसार 31 मत, सुगाले 30 मत, जरायोले 5 मत, खरायोले 5 मत प्राप्त गरेको छ। सो अनुसार हालसम्मकै मतगणना अनुसार अन्तिम मतगणना अनुसार सिंह चुनाव चिन्ह लिएर अर्चना राई 31 मत प्राप्त गरेर यस श्री जालपा आधारभूत विद्यालय अरुण 4 र्याङथर्पुको स्कुल क्याप्टेनमा विजय भएको घोषणा गरिन्छ। विजयी उम्मेद्वारलाई विद्यालयका प्रअ श्री भोगेन्द्र पुलामी सरले बधाई पनि दिनुहुन्छ। यस वर्षको विद्यालय कप्तान निर्वाचनले सहिष्णुता, प्रतिस्पर्धा र नेतृत्व क्षमताको अभ्यास गराउँदै विद्यार्थीहरूमा नयाँ ऊर्जा भरेको छ। यो केवल एउटा निर्वाचन थिएन, यो भविष्यको जिम्मेवार नागरिक निर्माणतर्फको एउटा महत्त्वपूर्ण पाइला पनि थियो।